देख्न आउँदैछु तिम्रो गाउँमा। साथी हो वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी शिवझट्टा घुम्न जानुरहेको छौँ। यहाँ चाहिँ मेरो साथीहरू जाँदैछ। हामी चाहिँ अहिले 0 पनि क्रस भएर तिर्सी जाने बाटोमा प्रवेश भइसकेको छौँ। यहाँ चाहिँ हाम्रो साथीहरू छ पुरै। हामी चाहिँ भर्खर पञ्चकर्णा जाने जङ्गलको बाटोमा आउँदैछौँ। यिनीहरूले मलाई 1 घन्टामा शिवझट्टा पुगिन्छ भनेर 2 घन्टा लागिसक्यो। 2.5 घन्टा हुन आँटिसक्यो। भर्खर पञ्चकर्णा रिसोर्ट थियो। यो बाटो यता आइरहेछ। यो बनझ्याक्रीले हो मलाई बस्नुमै एकछिन बस्नु पाइँदैन भनेको छ। पानी नसक्यो हामीलाई नि राख्दै गाइज। ओके भने हामी चाहिँ गलेर मेरो हालत भाग भइसकेको छ। पूजा छिटो बोकेर गल अरे मलाई बोक्नु लाउँदैछ साथीहरू। यहाँले पनि कट्नु पर्ने हुन्छ। अब यहाँबाट सिधै शिवझट्टा जाने बाटो साथीहरू। यहाँ चाहिँ 2 जना पागलहरूले कराउँदै रहेछ पर। अब यो बाटो सिधै नछोडी जाने हो अनि पर पुगिन्छ। भाग भइसकेको। अब चाहिँ हामी हिँड्दैछौँ, बाटोमै छौँ। ट्री हाउस चाहिँ कटिङले छ यहाँ भर्खर। मेरो बोल्ने शक्ति छैन है गाइज। भरे 1 बोतलले बोल्ने सक्ने सबै आउँछ होला। नगर न गाइजहरू यतिको नबोल्छु म। अब हामी बाटोमा देखाउँदै गर्छौँ। अहिलेलाई चाहिँ यति नै। हामी त्यही शिवझट्टाको झर्ना पुग्न लागेको छौँ। देख्न आउँदैछु तिम्रो गाउँमा, प्रीति छ तिम्रो नाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो घाटमा। अब चाहिँ 10-15 मिनट लाग्छ आइपुग्न लागिसक्यौँ हामी। यो डाँडाको मुनि डाँडा हो। हामी 1 घन्टा भनेर हिँडेको 2 घन्टा हुन लागिसक्यो अहिले पनि सम्म पनि। अन्त नि अब हिँड्ने क्रम जारी नै छ। पुगिन्छ होला नि बिस्तारो। पहाड सरी पिरतीको लाग्छ फुल सरी बाबरी रङ। भ्यूहरू चाहिँ साथीहरू हेर्न सक्नुहुन्छ। शिवझट्टाको डाँडाको भ्यूहरू यतै। यहाँ चाहिँ मेरो साथी पुरा फोटो खिच्नलाई रेडी भइसक्यो। गाउँको ठाउँहरू कस्तो राम्रो यार। क्यामेराम्यान यता हुनुहुन्छ, खिच्ने मान्छे यता हुनुहुन्छ। चाहिँ 3 घन्टा भइसकेछ। फाइनली शिवझट्टासम्म आएकै छैन। यहाँ चाहिँ हाम्रो बाख्राहरू चढ्दै रहेछ जस्तो मजाले। यहाँ चाहिँ हिँड्नु चढेर थाहा भइरहेछ। हामी चाहिँ यता हिँड्दैछौँ। अब यहाँबाट माथि जाने त्यही भेल्टारको बाटो रहेछ। अब यता जाने चाहिँ शिवझट्टा। यहाँबाट जान्छ माथि भेलेटार, यता जान्छ शिवझट्टा। हामी चाहिँ अब शिवझट्टातिर तर्फ लाग्यौँ साथी हो। 3 घन्टा भइसक्यो हिँडेको। अहिलेसम्म फाइनली आइपुगेको छैन। 3.5 घन्टा। भोकले यहाँ फाक भइसक्यो। अब चाहिँ आउनु लाग्यो। झर्ना कराउँदैछ नि त। अब आउने कि नआउने गाइज हो। कता गयो नआउने। म पनि आउँदिनँ भनेको 3 चोटि 4 चोटि आजसँग त 4 चोटि पो भइसक्यो नआउने भनेको त। यिनीहरूले मलाई ढाकेर नि। मैले चाहिँ सरी ल बाबा। के सरेल मुन्टाइदिन्छु उसको 1 घन्टा भने मुला यतिको कहाँ मुन्टाउँछिस्।
म त फेरि भेल्टा जान्छु है यहाँबाट सिधै फेरि चढिकिन पर्दैन हिँडेर पुग्छ हो असम हिँडेर पुगिदिन्छ कतिको पिकटक टिक्सिस लु यसले त अब चाहिँ हामी भेल्टा सेल्टर नजाने साथी हो अब त हामी शिवझट्टा जाने भेल्टा सेल्टरको कुरै खलास यहीँ बास बस्ने अरे अब कतातिर ज्वाइँ सोयहरू हुनुहुन्छ भने कमेन्ट गरौँ यता मेरो साथीको लागि अरू चाहिँ होइन ऊ यहाँ पसल खोल्नेले तोङबा सुङबा राख्छ अरे खाना आउनु साथीहरू तर कति वर्षपछि हो नि फेरि अहिले चाहिँ नि कति वर्षपछि ए हो भेडा पनि खोजिदिउँ कि बा ल एउटा बाइकवाला कि टेम्पोवाला साथी हो कमेन्ट गर्नु है यहाँनिर मेरो साथीको लागि चाहिँ मलाई चाहिँ होइन फेरि म चाहिँ सिङ्गल हो त्यही पनि म नबस्ने कोहीसँग नै अब चाहिँ लोयल भइसकेको म चाहिँ लोयल भइसकेको हो मेरो साथी चाहिँ सिङ्गल हो अब चाहिँ के कुरा मिलाउँ जस्तो छ के कसो भनेछ यसले चाहिँ हट के अरे कस्तो राम्रो फुल है पुल पनि कटिसको पुल चाहिँ बल्ल आयो यहाँनिर शिवझट्टा जाने पुल अब चाहिँ ह्याप्पी हामी ह्याप्पी मलाई देखाउनु यता म पनि छु बिचरा यहाँ चाहिँ स्याडसँग हिँड्दैछ अब पुल आउने बित्तिकै खुसी हुँदैछ हामी सबैजना ह्याप्पी अब घर पुगेपछि मात्रै खुसी हुन्छ अब चाहिँ हामी बाटोमा उकालो चढ्नु पर्ने हुन्छ साथी हो उकालो चढ्नु पर्ने यस्तो उकालो यहाँ चाहिँ दाइहरूको बाइकहरू रहेछ अब उकालो चढ्नु पर्ने हुन्छ साथीहरू फाइनली यो फर्ट माथिको यो गेट आइसकेको छौँ हामी चाहिँ शिवझट्टाको बाटो जाने बाटो मेन बाटो यस्तो सिडी चढ्नु पर्ने हुन्छ यस्तो उकालो यस्तो शिवझट्टा फाइनली आइसकेको छौँ यता हाम्रो शिवझट्टाको मन्दिर रहेको छ शिव मन्दिर यहाँ चाहिँ गलेर फाक भएर बसिरहेको छ गलिस अरे बहिनी त यहाँ चाहिँ हाम्रो मन्दिर छ अब यहाँबाट छिर्नुपर्ने हुन्छ हामी चाहिँ हाम्रो मामा 4 घन्टा हुन लागिसक्यो हामी आएको अब चाहिँ फाइनली आइसक्यौँ यो भित्र छिर्नुपर्ने हुन्छ यहाँभित्र हामी चाहिँ शिवझट्टाको पुरानो शिवझट्टा आउनु लागि है फाइनली पुरानो शिवझट्टा आइसक्यो यहाँबाट हामी चाहिँ उकालो चढ्नु पर्ने हुन्छ यस्तो बाटो चाहिँ डेन्जरस छ गाइस तर आउनु चाहिँ मजा आउँछ अब यस्तो बाँदर जस्तो गरेर हिँड्नुपर्छ नकुदै गाइसहरू लड्लास त्यही त नि हो बाटो यस्तो छ बल्ल बल्ल शिवझट्टा आउनु त आयो मर्छ नि भन्दा यो झर्ना आइसकेको छु म बल्लबाट 4 घन्टामा 4 घन्टामा शिवझट्टाको जङ्गल डाँडा पनि आयो यति माथि हेर्न यतिसम्म छ है शिवझट्टामा वाउ यहाँ चाहिँ मेरो साथी हिँड्न सकेको छैन अब चाहिँ फाइनली शिवझट्टा आयो होइन गाइज आम्मामा हाइट
के भन्छ भुदीको छ्याङ हाल्दैछौँ थाहा थियो अब यसरी चटपटे बिर्को लगा गाइस खाए ल अब चाहिँ हामी यस्तै चटपटे हाल्छौँ मै लामेर सक्यो त सार्नुपर्छ ल नुन पनि ठिक्क भयो है दुईको खोल्दा भुजा त थप्नुपर्छ अब चाहिँ नमान्ने छोड्यो मल जब म हामी टेस्ट गर्छु अहिले त यसो चाहिँ गर्नु चटपटेर खुन्डीको जाँड त गाइस खाए ल अन्त नि हाम्रो अलिकति खान्छ पौडी खेल्नको यस्तो साह्रो पानी परेर गाइस आज त हाम्रो बिजोक रमाइलो भएछ यहाँ हाम्रो दाइहरू हुन्छ सबैजना पानीले रुवाएर बिजोक पाउँदैन होला हौ पानीले रुवाएर बिजोक बनायो अटो कहाँ पाउँछ के म चाहिँ अटोको बुढीहरूलाई म सोधेको मासपाले के भन्छ पानी परेर यस्तो बिजोक भएर छ यस्तो पानी परिकिन साथीहरू त्यही त नि घर फाइनली जानु लागेको पानी परेर यस्तो बिर्छ गाइस के गर्नु पौडी खेल्न आएको एकछिनको जिउ भिजाउन आएको यहाँ चाहिँ हाम्रो मन्दिर रहेको छ अब चाहिँ हामी घर जानुतर्फ लाग्दैछौँ आमामा पनि मजा आयो पानीले फेरि पौडेर भिज्जोक जोस रमाइलो भयो 5 मिनटको लागि भयो नि 4 घन्टामा आइपुग्यो अब कति घन्टामा चाहिँ पुगिने हो घर शिवझट्टाबाट आइसकेको नुहाएर पनि यस्तो पानीले बिजोक बनायो तर अहिले यहाँ लुगा चिसै लगाएर आएको यहाँनिर लुगा अब चाहिँ हाम्रो लुगा पनि सुकिसकेको छ अब चाहिँ हामी घरतर्फ जाँदैछौँ कति गोरी भएछ शिवझट्टा आएर मेरो अनुहार छु त गोरी भएछ नहिने त्यहाँ गोरी भएछ मेकअप गर्ने सामान लिएको पनि मेकअपै गर्नु पाएन अब पर खोलाबाट म नेचुरल ब्युटी हो म मेकअप गर्दिनँ हो र बाबा यतिको चाहिँ चाहियो है यता त मेरो साथी सिङ्गलै हो होइन मन पर्यो भने कमेन्ट गरौँ है साथी हो यता मेरो साथी होइन र अब चाहिँ खोलाबाट हामी घरतर्फ जाँदैछौँ अहिले जङ्गलमै छौँ हामी चाहिँ गाह्रो त फुलेको फुले साथी दोधारमा परे के गर्नु मागेर लाने सँगैसँग जानु कि नजानु धान सुक्यो रापले बोलाउँछ कापले जानु कि नजानु धान सुक्यो रातले बोकाउँछ कापले जानु कि नजानु भए जाऊ अब धेरै नसताऊ ओ तिम्रो त चाल देखेर कान्छी बरु लाग्यो नि हौ अब जाने भए जाऊ अब धेरै नसताऊ तिम्रो त चाल देखेर कान्छी बसो बाटैमा ट्याटु खोपे हातैमा र पिक्चर सजाएकी छु दिलको भित्तैमा तिमी र म घुम्न जाउला अङ्गालो मारी मुस्कुराउँदै सेल्फी हानौला सेल्फी हानौला अङ्गालो मारी मुस्कुराउँदै सेल्फी हानौला तिमी ओठ थोरै बङ्गाउ म निधार घुम्चाउँछु तिम्रो काँधमा राखी सिरैमा आँखा तन्काउँछु
कराइदै बना म खिचको पढौला अङ्गालो मारी मुस्कुराउँदै सेल्फी हानौला अङ्गालो मारी मुस्कुराउँदै सेल्फी हानौला गन अनि साथी भाइ दर्शन नमस्ते सबैलाई सुख दुःख भन्नु यस्तै रहेछ थाम्न आफ्नो विदेशको पढाइ ठुला सहर यहाँ बेग्लै सोचाइ आइपुगे म अनि के गर्नलाई आमालाई सम्झना खोला पल्लो खोला कति राम्रो झोला ओल्लो खोला पल्लो खोला कति राम्रो झोला राइनी केटी पाउने भए खोटाङ आउनु होला आहै खोटाङ आउनु होला श्यामुना यस्तो दामी घरहरू वाउ यस्तो दामीहरू ठाउँबाट चाहिँ हामी आइसकेको छौँ देखाउनु होला क्यामेराम्यान आशिष तिमी चाहिँ उता थियौ होइन कस्तो मैले चाहिँ सबै केटाहरूको नाम आशिषलाई भन्यो बहिनी आज स्कुलको मतलब मेरो उयो गर्ने जहिले बसदेखि मिडल फिगर देखाउँछस् नि भाइ तँलाई उयो थिच्छ कसम भनेको हो र कसमै दिदिहालेको हो लु यहाँ देखाइदिएको सकेको छौँ पेट्रोल पम्पसम्ममा होइन यहाँ चाहिँ लडेर बिचरा मेरो साथी लडेर यहाँ खुट्टामा अहिले किनेको लुगा अरे भिज्यो मेरो चाहिँ हेर्नु यहाँ देखा न पूजा कस्तो रातो दियो है तिम्रो के लड्यो अबदेखि शिव झट्टाको नाम लिस् भने त दुईटा चाहिँ मलाई होइन तिमीले मलाई फकाएको साथीहरू अब चाहिँ हामी फाइनली पेट्रोल पम्प आइसकेको छौँ आइसक्यौँ यिनीहरूले म 1 घन्टाको बाटो हिँडेको 12 1 2 3 11 12 1 2 4 घन्टामा शिव झट्टा पुगेर एकछिन पौडी खेल्यौँ अनि पानीले खुट्यो यति ठुलो पानी पर्यो कि पानी पर्यो यो पनि लड्यो म पनि लडेँ अनि हामी कुद्दै हामी पानी खद्रै तरिकाले लडेको नि भ्याकुता टाइपले मेरो चाहिँ लुगा पनि फाट्यो जुत्ता पनि फाट्यो घोडा पनि पिल्स्यो मोबाइल पनि गयो मोबाइल पनि डाङडुङ गयो गाइजहरू मेरो चाहिँ सबै थोक गयो अब चाहिँ हामी घर जानु पर्ने हुन्छ म हामीले पेट्रोल पम्प आइसक्यौँ मेरो मोबाइल पाङलाङ बिचरा अरू चाहिँ केही छैन यसको चाहिँ मोबाइल आइफोन नि फेरि आइफोन अरू पनि होइन आइफोनको चाहिँ टेम्पर ग्लासले पाटक पुटुङ भएछ साथी हो मेरो सबै थोक फाट्यो पानीले कुट्नु समेत कुट्यो मजा पनि आयो सबै भयो नि है मेरो हात देखाम न यसरी काटेको छ मेरो चाहिँ लभ बाइट दिइरहेको छ साथीहरू बिचरा जलपाको बोयफ्रेन्ड आएको रहेछ कि लभ बाइट दिइरहेको छ अनि पुता पनि लडिजाओस् यो पनि लडिजाओस् यस्तरी म त लड्दिनँ हलिहाली यस्तो मात्रै हुँदैछ कि साथी हो मेरो मोबाइल कभर सबै गएछ गाइस अब चाहिँ भिडियो सायद अन्तिम यही होला हैन अब चाहिँ हामी फाइनली अन्त्येष्टिमा म के भन्न चाहन्छु भने शिव झट्टा कोही पनि हिँडेर नआउनु होला गराको लडेर विध्वंस भयो मेरो मोबाइल पाङखुङ फुट्यो लुगा पनि फाट्यो जुत्ता पनि फाट्यो सबै फाट्यो होइन हात पनि पिल्स्यो मेरो घुँडा पनि पिल्स्यो मोबाइलै फुट्यो ए हो र अब पनि यस्तै हो कि चप्पल अब चाहिँ हामी फाइनली घर आइसकेको छौँ उस्तै हो गाइस यो जलपाले नि लुगा बोकेको थिएन फेर्ने है मैले फेर्ने मेरो लागि बोकेको थिएँ मैले लुगा मेरो लुगा उसलाई देखो उसले चाहिँ लुगा चाहिँ फेरेछ उसको चिसो लुगा चाहिँ जस्तो फुगालेको ट्राउजर नि त्यस्तै एउटा केटाले चाहिँ तपाईँहरूको लुगालाई तलको चाहिँ माथि छुटेको छ तलको कालो अरे कालो भएर बस्दा भयो जलपाले अन्डरवेयर कालो लाग्छ पेन्ट पो छोडिरहेको रहेछ अनि त्यो केटाले कस्तो भनेको तपाईँहरूको तलको कालो छुटेको छ भने कालो भने जलपाको अन्डरवेयर नै भन्ने कालो त के हुन्छ लुङ्गी पनि हुन्छ नि होइन गाइजहरू त्यो पनि यो मान्छेले त्यसले भनिहाल्छ नि अब जे भने रहेछ त्यसले त उसले भन्नु गल्ती थियो तलको कालो छुटेछ तपाईँहरूको तलको भनेपछि अनि अन्त तलको भनेको हाफ पेन्ट पेन्ट छ होइन उसको पेन्ट चाहिँ रहेको थियो उसले भन्नु चाहिँ मिस्टेक भनेको तलको कालोमा पिङ्क छैन है मेरो बेज्जत सारहरू
अब चाहिँ हामी फाइनली पेट्रोल बनाइसकेको छौँ। अब त्यही हामी यहाँबाट आफ्नो घर छुट्नुपर्ने हुन्छ अनि म पनि उता त्यहीँबाट जान्छु अनि हाम्रो चाहिँ अब भ्लग यहीँ इन्ड हुन्छ। अहिलेलाई यति नै। अरू भिडियो बिस्तारै आउँदै गर्छ। अहिले साथ सपोर्ट दिनु होला गाई। बाई बाई। कुनै भिडियोमा लाइक कमेन्ट सेयर गर्नु चाहिँ नबिर्सिनु होला। बाई बाई।